ल सबै साथीहरूलाई गुड मर्निङ शुभ बिहानी अनि आजको दिन एकदमै राम्रो भयो हेर्नु न सुरुमै सूर्य भगवान लाग्नु भएको छ अनि अस्ति हामीले मल हालेको यो खेत आज चाहिँ एकदमै हराभरा राम्रो देखिरहेको छ। आज पानीको पालो, तर पानीको पालो कति आधा घन्टा जति चाहिँ अलिकति मिस भयो, आधा घन्टा लगभग पौने घन्टा जति मिस भयो आज, तर ठिक छ होइन। अनि पानी लाउन आएको छु म, सो पानीसँगै अलिकति घाँस पनि काटेर जाने भनेर सोचिरहेको छु, किनभने घर आज पनि कोही पनि हुँदैनन्, म एक्लै हो। त्यो भएको कारणले गर्दाखेरि दिउँसो फेरि बाख्राहरू भैँसीहरूलाई घाँस दिनु पऱ्यो नि त होइन, तिनले पनि त खान पऱ्यो। त्यो भएको कारणले गर्दाखेरि आज अलिकति घाँस काटेर जानु पऱ्यो। यस्तो झाडी हिँड्नै नसकिने भयो यार, ठ्याट। ओके, यस्तो भयो, चट्ट पारेर क्लियर गरिदिएपछि राम्रो हुन्छ भन्ने सोच छ। मुसाले कतिको खा त्यो नि हेर्नु छ। अनि यतापट्टि नि पालो छ है साथीहरू। सबैलाई गुड मर्निङ, राम्रोसँग बस्नु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला र आफ्नो जे काम छ त्यो चाहिँ गर्नु होला। ठिक छ। पसिना हेर्नु त साथीहरू कति धेरै आएन, लास्टै धेरै पसिना आयो। घाँस काट्दैछु हेर्नु त, यो पुरा काटेँ मैले है। अनि यो काँको पुरै काटेँ, घाम पनि मारेको छैन, यस्तो राम्रो बनाएर काटेको छु। ओह, यस्तो पसिना आयो। यति पसिना चाहिँ निकाल्नुपर्छ है बिहान, टक्क यति भयो भने धेरै नै कम हुन्छ। ठिक छ है, हेर्नु त घाँस। ओके साथीहरू, घाँस चाहिँ यत्रो काटियो ल, आमा यत्रो घाँस काटियो पुरा। यो तल पनि त यो घाँसले गर्दाखेरि झाडी जान्छ है। आज धेरै नै राम्रो भयो कि। अब यसलाई चाहिँ पानी चाहिँ पाएँ मलाई त्यति थाहा छैन, तर पनि नजाने नि ट्राई गर्ने हो। ट्राई गर्दा गर्दा भनौँ भने चाहिँ त्यो ठिकै छ, तर ट्राई नै नगर्नु भनेको चाहिँ एकदमै गलत कुरा हो कि। म चाहन्छु हरेकले ट्राई गर्नुपर्छ। आज जानिँदैन, भोलि जानिँदैन, पर्सि जानिँदैन होइन, त्यही हो साथीहरू। अनि परिवारमा पनि एकजनालाई केही हुने बित्तिकै अर्कोजना उठिहाल्नुपर्छ कि साथीहरू होइन। एकजना कसैलाई केही भयो भने या बिजी भयो भने है त्यसले गर्छ के अरे, यसले गर्छ के अरे भन्ने कुरा होइन कि। एक्टो उठिदिने, काम गर्ने होइन। अनि त्यसपछि बल्ल त्यो बस्ने ब्यालेन्सिङ हुन्छ क्या, नत्र त ब्यालेन्सै हुँदैन। एकजना पिरै मरे गर्ने होइन, अनि अर्को एकजनाकोले असरले अर्कोजनाको पिरै मर्नु चाहिँ भएन। काम चाहिँ गर्नुपर्छ जेसुकै होस् के है। सो ठिक छ यार, पसिनाले मर्ने बेला भयो, पुरा आँखा पस्यो। ओके, के भयो भने अब यो घाँसलाई चाहिँ बनाउनु पऱ्यो। अनि यहाँ चाहिँ 3टा बन्धनहरू बनायो कि खरको, अनि यसले बाँधेर लिएर जाने भन्ने सोच छ है। आँसी चाहिँ उहाँ छोडेछु, अब यसलाई बाँध्छु है साथीहरू। 3टा मुठा भयो, 1टा 2टा 3टा मुठा भयो। अब आजलाई घाँस चाहिँ पुग्छ। अब यो चाहिँ लिएर फेरि उता माथि जानु छ, यहाँ माथि बाटो छ अनि स्कुटर माथि नै छ। त्यो भएको कारणले गर्दाखेरि माथि लिएर गएपछि स्कुटरमा एकचोटिमै जान्छ है। आज धेरै काम गरे जस्तो फिल भइरहेको, एकदमै भित्रबाटै आनन्दको त्यो महसुस पनि भयो जस्तो भयो। आँसी यहाँ छोडियो, धान ठिकै छ हाम्रो यो होइन। यो घाँसले खाएको ठाउँमा हेर्नु त केही पनि हुँदो रहेछ क्या, यस्तो पुरै जग्गा खाली भयो, यहाँ कुनै पनि केही हुनै सकेको छैन। हेर्नु यस्तो फरक पर्दो रहेछ के अरे घाँस काट्नु र नकाट्नुमा। त्यही भएर तपाईँहरूले चाहिँ कान्लामा भएको घाँस चट्ट काटिदिनु होला। र त्यसले गर्दाखेरि अब त्यहाँ के पस्छ भने घाम पस्छ, अनि त्यसपछि बल्ल त्यसले चाहिँ खाना बनाउन सक्छ होइन धानले। अनि त्यसपछि अलिकति राम्रो फस्टाउँछ। अलिकति धान यस्तो पहेँलो भइरहेको, अब यो के कारणले हो थाहा भएन। अब एकचोटि हेरौँ के हुन्छ, केही हाल्न मिल्छ भने हालौँला। कतिको गुरुङ हो यो घाँस, लास्टै धेरै गरुङ्गो रहेछ। एउटा चाहिँ अघिको एउटा चाहिँ एकदमै धेरै गरुङ्गो थियो, अलिकति यो चाहिँ अलिकति कम छ, तर ठिक छ।
एक भारी लोड भयो। अब 2 भारी छ तल लिन जानलाई। एक भारी चाहिँ लोड भइसकेको अवस्था छ। सुहाँ भइरह यति सुहाँ हुनुपर्छ जस्तो मलाई लाग्छ। उफ है तिर्खा पनि लायो। यसले गर्दाखेरि तिर्खा लाउने अनि भोक लाग्ने अनि त्यसपछि पसिना गएपछि अटोमेटिकली त्यो शरीरलाई राम्रो हुन्छ हैन। किक्ली पारेर त यसले त कत्तरीका बाटो नि यस्तै हुन्छ। बाटो नबसी धेरै दुःख हुन्छ। बाटो हेर्नु त यस्तो छ। यस्तो बाटो हिँड्नु पर्यो। एउटा अलिकति मात्रै मिस्टेक हुने बित्तिकै खुट्टो चिडित जान्छ। सो काम गर्ने बेला अलिकति विचार चाहिँ गर्नुपर्छ। ओके दोस्रो भारी पनि लोड भयो यहाँ है। अनि एउटा कुरा के कन्टेन्ट क्रिएटरलाई के फाइदा हुन्छ भने साथीहरू सबैभन्दा हैन तपाईहरुले जे काम गर्नुभयो त्यो मजाले देखाउन पाउनुहुन्छ के। तपाईको काम पनि भइरहेको छ अनि तपाईले यता कन्टेन्ट पनि बनाइराख्नु भयो। एकदमै त्यो हुन्छ नि एक तीरमा 2 निशाना हुन्छ के। त्यही भएर तपाईले कन्टेन्ट बनाउन अल्छी मान्नु भएन र अल्छी मान्नु भयो भने त केही पनि भएन। अल्छी चाहिँ नमान्नु होला हैन। तर आफ्नो काम के छ त्यो कामलाई चाहिँ बढी फोकस गरेर त्यही कामलाई देखाउँदा एकदमै राम्रो पनि हुन्छ अनि तपाईलाई फाइदा पनि हुन्छ। यतापट्टि आफ्नो काम पनि टाक्क भइराखेको छ हुन्छ भने उतातिर यसो हल्का रमाइलो पनि भइरहेको हुन्छ अनि तपाईलाई धेरै मान्छेले चिन्नु भएको हुन्छ हैन। त्यो पनि एकदमै पोजिटिभ हो नि त। धेरै मान्छेले चिन्नु नि हैन। त एकदमै राम्रो हुन्छ। तपाई पनि इच्छा शक्ति छ भने गर्न सक्नुहुन्छ तपाईहरुले। मैले सक्छु भने हजुरहरुले नसक्ने भन्ने कुरा छँदै छैन। किनभने हरेक मान्छेमा आफ्नो क्यापेसिटी हुन्छ र भगवानले एउटा न एउटा त्यसलाई चाहिँ ट्यालेन्ट दिएका हुन्छन् के केही न केही। अनि त्यो चाहिँ देखाउन सक्नु पर्यो र आफूले चिन्न पनि सक्नु पर्यो के है। अब एउटा मात्रै बाँकी छ। एउटा पछि सकियो। यति घाँस भएपछि आजलाई लगभग पुग्छ। नाले अलि माथिको सक्यो त अब अरू छैन नि त घाँस।